हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। अनि हजुरहरूलाई थाहै छ अहिले मेरो सेकेन्ड इयरको एक्जाम चलिरहेछ। आज चाहिँ डे 3 अफ माई एक्जाम हो। अनि एकदमै जाडो भएको कारणले हेर्नुहोस् त बाख्राले समेत स्वेटर लगाएको थियो। अनि यो बाटो जुन हेर्दै हुनुहुन्छ चिसो, यो सब पानीले होइन, यो चाहिँ सब शीतले हो। अनि माथिदेखि पनि शीत आइरहेको थियो। अनि यो चाहिँ मेरो आजको ओटिटी थियो। अनि म धेरै नै क्याजुअलमा जाँदै थिएँ किनकि एकदम जाडो थियो कलेजको ड्रेसमा। अनि यहाँदेखि मैले चाहिँ हिँड्दै आज चाहिँ आफ्नो साथीकोमा चाहिँ हिँड्दै जाने डिसाइड गरेँ। त्यसपछि मेरो साथी आइन्, टाढाबाट हेर्न सक्नुहुन्छ। तर मैले तिनलाई गाली गरेर घर वापस पठाइदिएँ किनकि तिनले मफलर ल्याएको थिएनन् यस्तो जाडोमा। अनि तिनी फाइनली मफलर लाएर आइन्। त्यसपछि हामीले लिग्यौँ अटो। अनि अटोमा चढिसकेपछि हामीहरू यहाँ डिस्कस गरिरहेको थियौँ आजको एक्जामको बारेमा। नर्भसनेसको कारणले चाहिँ हामीहरूलाई झन् हाँस लागिरहेको थियो। अनि हामीहरूले चाहिँ लास्ट मोमेन्टमा पनि आफ्नो हल्का हल्का चाहिँ फोनबाट चाहिँ नोट्सहरू हेऱ्यौँ र एक्जाम दियौँ। अनि यो चाहिँ एक्जाम पछिको क्लिपहरू हो। अनि मलाई चाहिँ एटिएममा काम थियो, म पुगेँ एटिएम, त्यहाँदेखि निकालेँ पैसा। अनि त्यसपछि हामी सबै चाहिँ हिँड्दै घरतर्फ लाग्यौँ र सबैजना बिच बाटोबाट आफ्नो आफ्नो घरतर्फ लाग्यौँ। र अब लास्ट टाइम हामी 2जना मात्र थियौँ। त्यसपछि मेरो पनि घर आयो, मैले मेरो साथीलाई बाई भने। अनि हजुरहरूलाई पनि बाई।